जाँदैछु आज पिकनिक छ केटाहरूको सबै गाडीमा गइसक्यो हामीहरू हिँड्दै जाँदैछु तानेन है हो के लेखेको खै के लेखेको छ खै ताइहुन ताइहु भन्छ यसलाई ताइहु मरिन्छ हो त्यो ताइहु त लेखेको बाटो यो के हो त्यस्तो हो क्या ताई यार हामी त हिँड्दै हिँड्दै थाकिसक्यो 4 किलोमिटर भइसक्यो है दाइ हिँडेको 4 भन्दा बढी भयो बेसी भयो आम्मा हो अहिलेसम्म पुगेछ र अहिले त कहाँ छ गाडी यार गाडीले तान्नै सकेन यार थाकेर यहाँ गाडी ओइ त पुरै के हो खसी नै काट्ने हो ए गाडी नै यस्तो बल्ल तल्ल चढ्यो है त्यो केटाहरू सब रेडी छन् अब केटाहरू रेडी भइसके हरियाली छ पुरा यस्तो दामी आज केटाहरू पिकनिक सिकनिक कतिचोटिमा रेडी सक्यो केटाहरू रेडी भइसक्यो अब यहाँ मारेछन् केटाहरू हाम्रो हिमालयन एफसीको आज पिकनिक केटाहरू पुरा आगो बालेर ए कुखुरा सुक्रा अब बनाउँछन् बनाउन पोल्दैछन् सत्यलाई पुरा केटाहरू यता डान्स हुँदैछ यहाँ पुरा खतरा हुन्छ अब यहाँ कुखुरा पोलिन थाल्यो कुखुरा रेडी भइसक्यो अब रेडी भइसक्यो हाल्न केटा जानु ल के गिलास यहाँ चाहिँ के ल्याउने गिलास मात्रै अरु सामान त खोला छेउमै अरु सामान उतै छोड बियर ल्याऊ गिलास बियर र गिलास अनि अदुवा त्यो उहरु लिएर आऊ सबै यहाँ बनाइसके त्यो अदुवाहरु दाउरा बोक्दै अब अर्को ठाउँ चेन्ज भयो हामीहरुको यहाँ पुरा खसी ससी यहाँ पुरै यस्तै पिकनिक हो हाम्रो आजको अब हजुर दाइ उता गएर टक्क खानुपर्छ जाऊ जाऊ अब अर्को पिकनिक स्टप यहाँ पिकनिक ठाउँ यस्तो छ अब यहाँ केटाहरू बसेर